साथीहरु आजको हाम्रो हन्टिङ यस्तो भइराछ। ढिँडो पाक्छ एकदम नेपाली खाना नेशनल हैन नेशनल फुड राष्ट्रिय फुड नेपाली फुड स्वाई मस्काएर तेल निकालेर खानुपर्छ। यो ढिँडोलाई चाहिँ पकाउनु त्यति सहज चाहिँ छैन, नारी अलिक डरै चाहिन्छ। भुँडीतिर गएर पकाउँदा चाहिँ यसरी खाइसकेको छौँ। मासु चाहिँ एकदम राम्रो मिठो भयो। वेलकम टु ब्याक अनदर भिडियो साथीहरु। आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा राखेको छु र म पनि सन्चै छु। र यसरी गाउँघरको यसो भिडियोहरु बनाउने क्रममा आज पनि त्यस्तै खालको भिडियो छ। आजको भिडियो चाहिँ हाम्रो हुनेछ यो कालिजको मासु र ढिँडो खानेछौँ। के कस्तो हुन्छ साथीहरु हेर्नुहोस्, मनोरञ्जन लिनुहोस्, मनमा लागेको कुराहरु पनि दिनुहोस्, के कस्तो लाग्छ। भिडियो हाम्रो यसरी अगाडि बढ्छ। साथीहरु आजको हाम्रो हन्टिङ यस्तो भइराछ। यो चाहिँ गुलेलीले फेरि आँखैमा आज चाहिँ यस्तो जोडले लागेको छ र अब हामी चाहिँ यसलाई टक्क बनाएर ढिँडोसँग खानेछौँ। आज चाहिँ धेरै दिन पछाडिको शिकार हैन त? एकदम ल ठिक छ। अब हामी 2-3 जना छौँ यसरी जङ्गलमा आएको आज। यो यतातिर चाहिँ कालिजहरु चलाक हुन्छ, त्यही भएर झार्नु भन्दा पहिलाको भिडियो चाहिँ गर्न पाइएन। दाइले चाहिँ एकदम खतरा हान्नुहुन्छ। हाम्रो दाइ चाहिँ एकदम शिकारी हुनुहुन्छ। गुलिली चाहिँ फेरि यता चाहिँ हाम्रो यो लाइट बाल्ने बित्तिकै गइहाल्छ, त्यही भएर मैले भिडियो गरिनँ। यहाँ उता चाहिँ हामी यसलाई बनाएर खानेछौँ। ठिक छ हैन? कति जति छ? 1 किलो ल जाऊ। अब हामीले घरमा ल्याइसकेका छौँ कालिजलाई। त्यसको आँखै फुटाइदिएछ नि। गुलीले त यस्तो सिधा हान्नुहुन्छ हाम्रो दाइले। अनि अब दाइ नै धगेर जानु भने त्यही भएर दाइलाई नै हामीले चाहिँ पर्खेर गएको। अब हामी यसलाई बनाउँछौँ, त्यसरी खान्छौँ हैन त? एकदम ढिँडोसँग त पनि हैन त? ढिँडोसँग अकबरे खोर्सानी लगाएर ल आजको जाडोमा तातो सुप खानु पर्यो। ल यसलाई काटौँ होला अब। ल कुखुरा काटियो यसरी खनक्कै हामी त जिउँदैको लिएर आउँछौँ त जङ्गलबाट। तातै बनायो भने छिटो उकिन्छ। मस्त बनाएर खाइन्छ। डढाइ दिनु है चट्ट डढाउँदा हुन्छ। अरू पनि हालौँ न दाउरा। टाउको पनि पोल्दै गर्दा हुन्छ। टाउको पनि यसरी मासु दुख्दैन होला। टाउको पनि यसरी धन्न फेरि आज पक्रिनु भयो नि। यो टाउकोमा चाहिँ लागेर यता हेर्छु उता पनि छैन, उता हेर्छु नि
चिन्ता पाउने कता छन् यसलाई नधुँदा पनि हुन्छ हौ। यतिकै फोरेर रसिलो हुन्छ होइन? अर्ग्यानिक प्योर लोकल अलिक डढाउँछै होला होइन भुत्लाएर? छ र हालेर राख्नु पर्यो नि। हातले फोरिदिएको छुरा तर फुटो खतरा गाँड त बनाएको थिएछ नि है? यति बेला सिजन हो नि त दाइ। खुकुरी अचनाया छ। जुङ्गामा दाइने हातको हुँदा भने तो गर्दै थियो है त्यो पनि बनाउनु पर्छ हौ। पाङ्गो एकछिन छ त तर्स्यो नि त म त आफै किन किन तर्सेको? या झुलिक्क बत्ती बल्दा त तर्स्यो के गाईको होइन ए अस्तिको बाटामा खुट्टाले पो खाइली भन्यो भने के ढुङ्गा कति गाडी ल्यायो भन्ने कुरा चाहिँ हुन्छ क्या यहाँ कति गाडी ढुङ्गा ल्यायो भने सोध्नु पर्छ नि त 8 टेबु कति ल्याएर आएको नि। अब हामीले मासु यसरी पिस पारिसकेको छौँ। अब हामी चाहिँ यही घरैमा पकाएर खाने हो। यसको लागि हामीसँग यो मसलाहरू पनि रेडी भइसकेको छ। यो मसला, यो तेल, त्यो प्याज अनि यता छ मेरो नि प्याज सिद्धि यार यो रेडिमेड मसला। अहिलेसम्म खाइयो सिद्धि अब चाहिँ अब रोक्नुपर्छ अरूको त्यो हाम्रो चाहिँ पाउनको मासु के त भनेछ ग्राम चाहिँ गरौँ कि यस्तो यस्तो भन्नु दोकान चाहिँ मासु हालिदिउँ। तपाईँको
यसले नि चलाएको है तपाईँको भागमा होइन भेट्लासँग टाँसेको चिज पकाउने मेरो घरमा लगाइदिनु होइन त्यो यहाँ चाहिँ यता काट्दैछ कान्छाले अनि यता पाक्दैछ बिस्तारी बिग्रो लाग्यो कान्छाले मिठै पकाउँछ म त स्पेसल पकाउँछु नि लाई लाग्छ नुन लागिसक्यो भाइ हामीले होइन एकछिन पर्दैन लो 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 झडिसकेर नि त पङ पङ धुलो उडिरहेछ नि धुलो लाग्यो बाफ हो बाफ बानामा घर बनाएर बस्नु त म तपाईँलाई जब दिन्छु एकदम मसान घाट चाहिँ हो त्यो त माथिको त तल मेरो खेतमा म त धेरै गरी गम्मुट लाउनै मन लाग्दैन बानीको बानी नि हो आफ्नो आफ्नो एउटा एउटा आदत हुन्छ ल झरप्पसँग खरिलो हुँदैछ हाम्रो मासु होइन हौ यो त तपाईँ हाम्रो मासु हो त हाम्रो मासु कहाँको फिलाको चालिसको मासु यति चाहिँ हुनु पऱ्यो कि त्यो फिलाको मासु साग यता चाहिँ हाम्रो मसला रेडी हुँदैछ लेप्टा खतरा भयो त हौ कान्छ एका खाइदि भयो राखौँ तल खोक्नुले कसले के अरे गेरा नाइफर खोले गरे गेरा नाइफर मारियो अब रेडी हुँदैछ हाम्रो यो सुपहरू लाएर पाकिसक्यो होला त कान्छ लगभग भाइ पाक्दैछ अलिक लाउनै पर्छ नत्र भने त यो यहाँको उयस मैले त्यो धनिया कि सौँफ पनि हाल्दा हुन्छ अब बेटरै हुन्छ तर हात अलिक कालो छ मेरो चाहिँ अब हाम्रो यो कालिजको मासु चप्प लाएर रेडी भइसक्यो अब हाम्रो यहाँनिर पाक्छ यो कडाइमा चाहिँ के पाक्छ अरे कान्छ ढिँडो पाक्छ एकदम नेपाली खाना नेसनल होइन नेपाली नेसनल फुड राष्ट्रिय फुड नेपाली फुड राष्ट्रिय फुड भने चाहिँ नेसनल फुड के अरे ल अब हाम्रो यहाँ चाहिँ अब ढिँडोको भान बसिसक्यो अब भइसक्यो कहाँबाट कसकोबाट हाम्रो त कस्तो हुँदो रहेछ नि होइन 2-3 वटा पो देखेको थिएँ एकदम सही घप्लाकै पस्ला जस्तो भयो त्यो खानु भएन भने फेरि म धेरै हुन्छ ढिलो यो ढेँडो त धेरै हुन्छ पानी यसरी हामी अब ढिँडो मस्काउनतिर लाग्दैछौँ
कालिजको मासुसँग खाउँ भनेर भित्र घुम्छ बास्ना सर आउँछ एकचोटि उमाल्दिनु। ल होइन उमाल्नु हराउँदा किरा ल साथी हामी चाहिँ यसरी अब ढिँडो मस्काउनतिर लागिरहेछौँ। यो चाहिँ एकदम कोदोको पिठोबाट बनेको, कोदोको पिठोमा आइरन धेरै पाउँछ, त्यही भएर हामी चाहिँ अब यो खाना एकदम स्वास्थ्यको लागि राम्रो हुन्छ। होइन होला हौ कि कहाँ चाहिँ यताको बिस्कुट बनाउँदैछ अरे त स्वाई स्वाई मस्काएर तेल निकालेर खानुपर्छ। यो ढिँडोलाई चाहिँ पकाउनु त्यति सहज चाहिँ छैन, नारी अलिक डरै चाहिन्छ। चराको भुत लाउँदैछु त ढिँडोमा त। यहाँको बाउले भन्छ नि त बारीको सार्दैन सार भाइ गरी फेरि एकचोटि जिल्ला जाने गरे के लाग्यो नि तेरो नाउँ के भने हो त्यही के भनिराख्नु गरे हँसिराख्नुहुन्थ्यो। मेरो नाम सोध्छ तेरो नाउँ के भन्छ हो त्यही के भन्छु भनेर भनिराख्नुहुन्थ्यो। ती बल छैन निस्कालको बेलामा त। ओइ घरै जा भित्र नपस। दामी ढिँडो भइसक्यो। अब चाहिँ मिठो हुन्छ आज चाहिँ। सुधादेखिको त चल्ने तपाईँको गति नपट्टिको मस्काले यहाँ त होइन हामी त गाउँले केटा पचाइन्छ बोलो पिउरी लडक है यो चाहिँ के अरे पिउरी नै भन्नु होइन। ढिँडोको त साथ ढिँडोको लम्सो मन खुम्सो थेप्ला भात पतको मन एउटा चम्ची तान्दा हो त्यहाँ। ए भन्दा भन्दा झरेको नि के हुन्छ त जान भयो प्यात त झर यो त भइहाल्यो अलिकति सुक्छ यो त झरोस् न भन्ने ल भएन त कहाँ अनि तिमीलाई चाहिँ यहाँ त अलिक खरानी रहेछ तर के भन्नु केही हुँदैन, यो त अर्ग्यानिक पाराको। बुटो खोर्सानीको उयो ओ त्यहाँभित्र छ त्यो सस्तो। हाम्रो चाहिँ अब ढिँडो यसरी सुरु भइसकेको छ। तर खोर्सानी अब हामी एउटा हुन्छ गपागपी खाने हो। खाना लागेको यो चाहिँ ढिँडो ढिँडो एकदम स्पेसल हो यो चाहिँ। यो ल्याउँछ कालिजको मासु चाहिँ मैले बनाए हो। त्यसमा हाम्रो भुपु सोल्टिनीले सहयोग गर्नुभएको। भएको हो। 7वटा करम चाहिँ राख्छु तिमीहरू चर्लक्कै भाँचेको। हामी ल हाम्रो चाहिँ अब यो कालिज र मासु चाहिँ आज मजाले खाने हो। यहीँ पिरो भएछ दामी कस्तो गऱ्यो भने चाहिँ यसरी खाइँदैछ। एकदम टेस्टी छ। कालिजको मासु र ढिँडो चाहिँ आज मजाले खाइयो खाइँदैछ। यो यस्तो त राजाले पनि खानु पाउँदैन नि त होइन। एकदम दाइ फेरि म चाहिँ चम्चीले खाएर चाहिँ यसरी ढिँडो पनि त्यस्तो अप्ठ्यारो नमान्नु होला। आफूलाई जसरी इच्छा हुन्छ त्यसरी खानुपर्छ होइन गाजा कि कसो कसो भाइ त्यसमा दाइ एकदम राइट। अगाउनु चाहिँ पर्यो जसरी भए जसरी खाँदा नि भयो। कालिजको मासुलाई चाहिँ फ्री ग्रेभी बनाएर खाएको। ग्रेभी एकदम फेरि हाम्रो कुकमेन हाम्रो कान्छा फेरि कुनै पनि भिडियोमा छुट्टेकै छैन। अब जस्तै अब जे गरेको भन्दा पनि कन्टिन्यू सब भिडियो
पानी जस्तै मिठो छ के थियो सबै कुरा मिठो मिठो होइन मासु दामी भयो आज मसला सबै पुगेछ है एकदम अलिकति चाम्रो हुँदैन मात्रै हो भुँडीतिर गएर अहिले पकाउँदा भयो कति एक हप्तामा एक वर्षमा अरे ल साथीहरू अब हामी चाहिँ भोकको रन्कोमा अब मिठो पनि भइराखेको यति छिटो सक्यौँ है होस् न यसो खाए जस्तो तर आज त स्पेसल नै भयो है टोकेर बजाउनु न साथ हामी छैन अब हड्डी टोक्यो बरु अब ठ्याक्क चाहिने कालीको मासु र ढेँडो खाइयो अगाइयो ठ्याक्क अगाइयो खाइसकियो आज दिन मेन कार्ड बोकेको हिचा पनि सकिने हो ल अब यसरी खाइसकेको छु मासु चाहिँ एकदम राम्रो मिठो भयो ल साथीहरू हामीले चाहिँ यसरी खाइसकेको छौँ धेरै पछाडि ढिँडो र चाहिँ काल हामीले यसरी खाइसकेको छौँ साह्रै स्वादिष्ट भयो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो के कस्तो लाग्यो साथीहरू प्रतिक्रियाहरू दिन नबिर्सनुहोस् यदि च्यानलमा नयाँ हुन्छ भने मेरो यस च्यानललाई एक सब्सक्राइब गर्न चाहिँ नबिर्सनुहोस् मन पर्यो भने लाइक सेयर कमेन्ट पनि गरिदिनुहोस् भन्दै हामी अर्को भिडियोमा भेट्ने नै छौँ त्यतिन्जेलसम्मको लागि बिदा चाहन्छु हवस् त नमस्कार